अस्ति चेन्नई जाँदाखेरि भाषा नबुझेर अब हुन त हामीले कसरी बुझ्ने हो, तर साउथ इन्डियामा पनि धेरै भाषाहरू छन्। आन्ध्र प्रदेशमा जाँदाखेरि अर्कै स्क्रिप्टमा थियो र चेन्नईमा पनि जाँदाखेरि अर्को स्क्रिप्टमा थियो। पहिला नेपालमा पहिला जब म इन्डिया नजाँदाखेरि, साउथ इन्डियातिर नजाँदाखेरि मलाई नेपालमा जहिले यो दुईवटा यो साउथ इन्डियाको ल्याङ्ग्वेजहरूको स्क्रिप्ट प्राय सेम लाग्थ्यो मलाई, प्राय सेम लाग्थ्यो। भाग्यवश इन्डिया जान पाएँ र भगवानको दर्शन गर्न जान पाएँ। अनि त्यहाँ जाँदाखेरि आन्ध्र प्रदेशमा हामी त्यहाँ गयौँ र त्यहाँ आन्ध्र प्रदेशको भाषा लिरिक्स भन्दा सरी स्क्रिप्ट कति सर्कुलर टाइपको ब्युटिफुल टाइपको स्क्रिप्टहरू मलाई लाग्यो। र पछि आन्ध्र प्रदेशमा दर्शन गर्दै जाँदाखेरि दर्शन गरिसकेपछि सरी त्योभन्दा अगाडि म के भन्न चाहन्छु भने त्यहाँ आन्ध्र प्रदेशमा मलाई धेरै राम्रो लाग्यो। एकदम सरसफाइ, एकदम हाइवेहरू राम्रो बनेको, चौडा बाटोहरू। म धेरै खुसी भएँ टु सी द ब्युटिफुल प्लेसेस इन आन्ध्र प्रदेश। जहाँ कि हामी चाहिँ आन्ध्र प्रदेशमा चाहिँ तिरुपति बालाजी गर्थ्यौँ। मलाई एकदम राम्रो लाग्यो। अनि त्यसपछि तिरुपतिको दर्शन गरिसकेपछि म सिधै कहाँ गयो भन्दाखेरि हजुरलाई तिरुपति दर्शन गर्न गइसकेपछि त्यहाँ सिधा हामी डाइरेक्ट चेन्नई गयौँ। 3 घन्टाको बाटो थियो। 3 घन्टाको बाटो हामीले सरकारी बसमा गयौँ। सरकारी बस पनि एसी नन एसी हुँदो रहेछ। हामी एसीमा गयौँ। एसी जस्ट त्यस्तो धेरै एसी पनि थिएन, ठिकै एसी थियो, तर ठन्डा हुन्थ्यो बाहिरको टेम्परेचर भन्दाखेरि। त्यहाँबाट हामी चेन्नई पुग्दाखेरि त्यहाँको ल्याङ्ग्वेजको स्क्रिप्ट अलिक फरक रहेछ। त्यहाँदेखि मैले आन्ध्र प्रदेशको ल्याङ्ग्वेजको स्क्रिप्ट र चेन्नईको स्क्रिप्टमा डिफ्रेन्सेस थाहा पाएँ। जबकि म नेपाल हुँदाखेरि म एकदम कन्फ्युज, सेम लाग्थ्यो सबै टाइपको। दुधै एउटै हो कि अरू अब तेलङ्गानाहरू भयो, अरूहरूकोमा अब के छ स्क्रिप्ट होइन, अलमोस्ट सेम क्या, अब छुट्याउनु नसकिने जस्तो थियो त्यतिखेर। मेरो टुर पनि राम्रो भयो र एकदम रमाइलो भयो। म धेरै खुसी छु।